आज म एउटा इम्पोर्टेन्ट कुरा भन्न चाहन्छु। म जिन्दगीमा ठुलो मान्छे बन्नेछु, धेरै पैसा कमाउनेछु, लग्जरी बाइक किन्नेछु। तर अहिले भने बाबाले 50 रुपियाँ दिनु भएन भने मलाई रिस उठ्छ। भिडियोमा हेर्न सक्नुहुन्छ तपाईँहरू। पैसा दिनु न। के गर्न चाहियो तँलाई पैसा? के पैसा त्यतिकै रुखमा फल्छ? चाहियो छैन मलाई कसैको पैसा चाहिन्छ। म त जान्छु। आजदेखि त म खर्च बचत गर्छु यार। ढुङ्गे खाएर सकिसक्यो। आजदेखि बचत गर्छु। 5 minutes later. आम्मामामामा यहाँ त के हो, एउटा सामान किनेपछि त फेरि एउटा सामान फ्री रहेछ यार। यो त किनिहाल्छ। साथीहरूलाई भन्छु म धेरै बिजी छु, तर रियालिटीमा म पेट नसुतेर रिल स्क्रोल गर्दैछु। भोलिदेखि त यार भोलिदेखि म फिक्स जिम जान्छु यार। यस्तो पाराले त हुँदैन यार। पुरा बडी शरीर मोटाइसक्यो, भोलि फिक्स जिम। The next day. ला आज त जिम जान्छु भनेको कति टाइम भयो? ए भोलिदेखि जान्छु। आज त सुत्छु।